हेलो एन्ड नमस्ते सबैजनामा म तपाईँहरूको राहुल सर। आज क्लास 10 को सानो टपिक जुन चाहिँ धेरैजसो स्टुडेन्टलाई धेरै कन्फ्युजन भइरहेको हुन्छ, त्यही टपिकलाई अलि सजिलो तरिकाले कसरी बुझौँ र यो कुरालाई याद राख्ने गरी तरिकाले म चाहिँ एक्सप्लेनेसन गर्न गइरहेको छु। तपाईँहरूलाई पक्कै पनि मनपर्छ होला आशा राख्दै म यो टपिकलाई सुरु गरिरहेछु। र मेरो टपिक चाहिँ आजको रहेको छ मायोपिया र हाइपर मायोपिया। अब बुझ्नुपर्ने हो मियोपिया भनेको के हो र हाइपरमेट्रोपिया भनेको के हो। मियोपिया भन्ने बित्तिकै बुझ्नु पर्यो हामीले सर्ट साइटनेस। अब नामबाटै थाहा हुन्छ कस्तोलाई भन्ने सर्ट साइटनेस है। त्यसै गरी हाइपरमेट्रोपिया भनेपछि कस्तोलाई भन्ने। स्पेसली कन्फ्युजन के भइरहेको हुन्छ भने अधिकांश विद्यार्थीहरू नामबाट कन्फ्युज भइरहेको हुन्छ। मियोपिया सर्ट साइटनेस, हाइपरमेट्रोपिया लङ साइटनेस। कतिपल्ट क्वेसनमा के गरे हुन्छ भने मात्र लङ साइटनेस सोधिन्छ या कि हाइपरमेट्रोपिया भनेर सोध्छ, धेरै पटक मियोपिया भनेर सोध्छ या कि सर्ट साइटनेस भनेर सोध्छ। हुनलाई कुरा त दुइटै उही हो। बुझ्नुपर्ने चाहिँ कुरा के रहेछ भने यो चाहिँ भन्ने कसलाई त मियोपिया भनेको के हो, कस्तोलाई भन्ने मियोपिया। मियोपियाको अब चाहिँ हामी के गरौँ त एक्सप्लेनेसनतर्फ जाउँ। अब सुन्नुहोस् ध्यान दिएर। सबभन्दा पहिला मियोपियाको अर्को नाम भनेको सर्ट साइटनेस हो। के हो त सर्ट साइटनेस। यसको अर्थ के बुझ्नु पर्यो भने मानौ सर्ट भनेको के बुझ्नु पर्यो नजिक, साइटनेस भनेको देखिनु। एकदम ठिक। यसको मतलब के बुझ्नु पर्यो भने हामीले यसरी टाढा हेर्दाखेरि नजिकको कुरा चाहिँ मजाले देखिन्छ, तर टाढा हेर्दाखेरि हामीलाई देखिरहेको हुँदैन, ब्लर देखिन्छ, धुन्धलो खालको देखिन्छ। त कुनै पनि अब्जेक्टलाई नजिकमा राखेको अब्जेक्टलाई हामी क्लियरली हेर्छौँ, तर टाढा भएको अब्जेक्टलाई हामीले क्लियरली हेर्न सक्दैनौँ, हेर्नलाई हामीलाई गाह्रो भइरहेको हुन्छ। त्यस्तो डिफेक्टलाई हामी भन्छौँ सर्ट साइटनेस। कन्फ्युज नहुनुहोस् है। सर्ट साइटनेस भनेको सर्ट भनेको नजिक, साइटनेस भनेको देखिने। त नजिकको कुरा क्लियरली देखिने भनेपछि त्यसको जस्ट उल्टा टाढाको कुरा चाहिँ कस्तो देखिने ब्लर देखिने। त कुनै पनि कुरालाई हामीले सरी नजिकबाट हेर्दाखेरि मजाले देखिन्छ, तर टाढा हेऱ्यौँ भने त्यो कुरा चाहिँ हामीलाई हेरिरहेको हुँदैन, हेरिन्छ तर ब्लर देखिन्छ, क्लियर देखिँदैन। त्यस्तो समस्यालाई हामी भन्छौँ सर्ट साइटनेस भनेपछि मियोपिया। अब सुन्नुहोस्, अब इक्जाम्पलको लागि मानौँ हाम्रो कुनै साथी हाम्रो नजिकको उभ्या छ, हाम्रो वरिपरि नै छ, हामी मजाले चिन्छौँ, हो राम भन्ने हाम्रो यो साथी हो। तर त्यही यदि हाम्रो साथी कहिलेकाहीँ टाढा उता बाटोमा उभ्या छ, हामी यस्ताबाट हेरिरहेछौँ, आँखा खुम्च्याइ खुम्च्याइ हेर्छौँ, तर त्यसको अनुहार क्लियर देखिरहेको हुँदैन। त्यो को हाम्रै साथी हो कि अरू हो कि भन्ने हामी कन्फ्युज भइरहेको हुन्छौँ। अब बुझ्नुहोस्, त्यही साथी नजिकको छ भने हामी मजाले चिन्यौँ, तर त्यही साथी यदि टाढा छ भने हामीलाई चिन्नमा गाह्रो भयो। भनेपछि नजिकको त देखियो तर टाढाको चाहिँ देखिनमा गाह्रो भयो, ब्लर भयो। भनेपछि के बुझ्नु पर्यो, यस्तो समस्या जुनमा चाहिँ हामी नजिकको कुरा सरलै हेर्छौँ, तर टाढाको कुरा हेरिनमा हामीलाई गाह्रो र अप्ठ्यारो भइरहेको हुन्छ भने त्यस्तो डिफेक्टलाई हामी के भन्छौँ मायोपिया भनेको सर्ट साइटनेस। नजिकको देखिने, टाढाको चाहिँ गाह्रो हुने। अब यो के को कारणले हुँदो रहेछ भने हाम्रो जुन आँखाको आइबल, जुन यो अगाडिको पार्ट छ भने त्यो आइबल चाहिँ के भइसकेको हुन्छ त इलोङ्गेट भइसकेको हुन्छ, ठुलो भइसकेको हुन्छ। अब ठुलो भइसकेको छ भने जुन इमेज हामीलाई बन्नुपर्ने हो रेटिनामा, त्यो इमेज कहाँ बनिदिन्छ त रेटिनाभन्दा अगाडि बनिदिन्छन्। र रेटिनाभन्दा अगाडि बनिदियो भने त इमेज रेटिनाले फोकस गर्न पाउँदैन, भनेपछि इमेज हामीलाई देखिँदैन। त नजिकको कुरा हामी सरलै हेरिहाल्छौँ, तर टाढाको कुरा चाहिँ हेर्नमा अप्ठ्यारो भइरहेको छ भने त्यस्तालाई हामी के भन्छौँ सर्ट साइटनेस भन्छौँ। र यसलाई सच्याउनको लागि, ठिक गर्नको लागि चाहिँ हामीले के गर्नु पर्यो त कन्केभ लेन्स युज गर्नुपर्छ। त्यसपछि आउँछ हाइपरमेट्रोपिया भनेपछि लङ साइटनेस। अब सुन्नुहोस्, जसरी हामी सर्ट साइटनेसमा बुझ्यौँ नजिकको देखिने, टाढाको चाहिँ गाह्रो हुन्छ है, त्यसै गरी लङ साइटनेस पनि नामबाटै हामी बुझौँ। अब सर्ट साइटनेस भनेको नामबाट त हामी बुझाएको थियौँ, त्यसै गरी लङ साइटनेस भनेको लङ भनेको टाढाको र साइटनेस भनेको देखिने। अब के बुझौँ भने कुनै पनि अब्जेक्ट हामीले टाढाबाट मजाले देखिन्छ, तर नजिकबाट आएपछि नजिकबाट हामीले देखिरहेको हुँदैन। धेरै जसो बुढोलाई हामी हेऱ्यौँ होला हैन,
धेरै जसो मान्छेले हेरेका छौँ। अब मान यसरी छ हामी कहाँ चिठी, अब यसरी हेऱ्यो भने उसलाई हेरिरहेको हुँदैन, हेरिरहेछ समझमा आइरहेको छैन, अब उसले के गर्दो रहेछ यसरी टाढा पारेर हेर्ने काम गर्छ। ए बल्ल रहेछ, अब चिनियो। नजिकबाट चाहिँ हेरिएन, तर त्यही कन्टेन्टलाई टाढा गरेर हेर्दाखेरि देखियो भनेपछि के बुझ्नु पर्यो, टाढाको अब्जेक्ट क्लियरली देखिने तर नजिकको अब्जेक्ट चाहिँ क्लियरली नदेखिने हो भने त्यस्तो समस्यालाई हामी के भन्छौँ, लङ साइडनेस भन्छौँ। के भन्छौँ त, लङ साइडनेस। फेरि बुझ्नुहोस्, लङ भनेको टाढाको, साइडनेस भनेको देखिने। त कुनै पनि अब्जेक्ट यदि टाढाको अब्जेक्ट हामीलाई क्लियरली देखिरहेको छ तर नजिकको अब्जेक्ट हामीलाई देखिरहेको छैन भनेपछि हामी के बुझ्यौँ, यसलाई भन्छौँ हामी लङ साइडनेस है। जस्ट उल्टा उल्टा नामबाटै बुझौँ। सर्ट साइडनेस भनेको नजिकको देखिने, त नजिकको देखियो भने समस्या कहाँ आयो, टाढा हेर्ने अब्जेक्टमा। त सर्ट साइडनेस भनेको नजिकको देखिने तर टाढाको अब्जेक्ट ब्लर देखिने है। त्यसै गरी चाहिँ आउँछ हाम्रो लङ साइडनेस भनेपछि लङ भनेको टाढाको, साइडनेस भनेको देखिने। टाढाको कुरा देखिने र नजिकको कुरा हेर्नमा गाह्रो हुने भनेपछि त्यसलाई हामी के भन्ने, लङ साइडनेस भन्ने। के भन्छ त, लङ साइडनेस। अब यो लङ साइडनेस के हो कारणले हुँदो रहेछ, हाम्रो जुन यो आँखाको आइबल चाहिँ के भइसकेको हुन्छ त, खुम्चिसकेको हुन्छ, कन्ट्र्याक्ट भइसकेको हुन्छ। त्यो कन्ट्र्याक्टेडको कारणले जुन इमेज हाम्रो रेटिनामा बन्नु पर्ने त्यो रेटिनाभन्दा पछाडि बनिदिन्छ। अब रेटिनाभन्दा पछाडि बनिदियो भने हामीलाई त कुरा देखिँदैन, ब्लर देखिन्छ हो। र यसलाई सच्याउनको लागि हामी के गर्न सक्छौँ त, कन्भेक्स लेन्स युज गर्नुपर्छ। र एउटा कुरा जहिले पनि याद राख्नु, कन्केभ लेन्स भनेको माइनस हो र कन्भेक्स लेन्स भनेको प्लस हो। त एउटा कुरा के विचार गर्नु पर्यो भने जुन मान्छेलाई नजिकको देखिन्छ तर टाढाको देखिँदैन भने उसले कस्तो चस्मा लगाएको हुन्छ, माइनस पावरवाला। कुन पावरवाला, माइनस पावर। किनभने नजिकको देखिनु टाढाको नदेखिनु भनेपछि कुन साइडनेस भयो, सर्ट साइडनेस। सर्ट साइडनेस भयो भने यसलाई सच्याउनको लागि कुन लेन्स चाहियो, कन्केभ लेन्स। त कन्केभ लेन्स चाहियो भने त्यो कन्केभ लेन्सको पावर के हो, माइनस। भनेपछि नजिकको देखिन्छ र टाढाको देखिँदैन भने त्यो समस्यालाई सच्याउनलाई हामी के गर्छौँ, कन्केभ लेन्स युज गर्छौँ। र कन्केभ लेन्स भनेकै माइनस लेन्स हो र यो समस्यालाई हामी के भन्छौँ, सर्ट साइडनेस। त्यसै गरी टाढाको देखिने तर नजिकको क्लियरली नदेखिने, अब त्यस्तो समस्यालाई हामी के भन्छौँ, लङ साइडनेस भन्छौँ। टाढा देखिन्छ तर नजिक देखिँदैन भनेपछि लङ साइडनेस। र यही लङ साइडनेसलाई सच्याउनलाई हामी कुन लेन्स युज गर्छौँ, कन्भेक्स लेन्स। अब कन्भेक्स लेन्स भनेपछि पोजिटिभ पावर है। अब ल यति कुरा बुझेपछि आजलाई यति हो। यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोला, सेयर गर्नुहोला र सब्सक्राइब पनि गर्नुहोला। अगाडिको टपिक पनि तपाईँहरू कमेन्ट गर्नुहोला, म त्यो टपिकमा एक्सप्लेनेसन भिडियो ल्याइदिन्छु। र साथसाथै यो बुझ्नको लागि जुन हामी अहिले भर्खर एक्सप्लेनेसन डिटेल कन्सेप्ट बुझ्यौँ, यो कन्सेप्टलाई म डायग्रामेटिकली चाहिँ कसरी हुन्छ हाइपरमेट्रोपिया, कसरी हुन्छ मेट्रोपिया, यो कुरा चाहिँ म फेरि अर्को भिडियो ल्याएर तपाईँहरूलाई एक्सप्लेनेसन करेक्सन पनि गरिदिने नै छु। अर्को भिडियोमा कसरी समस्या हुन्छ हैन, कसरी मेट्रोपिया भयो, कसरी मियोपिया भयो, यो समस्या चाहिँ कसरी आयो, यसलाई कसरी सच्याउन सकिन्छ है, यसको टपिक पनि म अर्को भिडियोमा ल्याउने नै छु। र तपाईँहरूले बुझ्नुभयो भने, मन पर्यो भने लाइक, सेयर र कमेन्ट, सब्सक्राइब पनि गर्नुहोला। धन्यवाद।